nepalnews.com. News from Nepal as it happens. काठमाडौँबाट प्रकाशित नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेपमा स्वागत छ। सोमबार प्रकाशित दैनिक पत्रिकाहरूले अन्ततः प्रधानमन्त्री झलनाथ खनालद्वारा आफ्नो पदबाट राजीनामा दिएको समाचारलाई नै प्रमुखताका साथ प्रकाशित गरेका छन्। खनाल पनि गए शीर्षकको समाचारमा नयाँ पत्रिका लेख्छ, शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रगति नभए राजीनामा दिने पूर्व प्रतिबद्धता अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएका छन्। खनालले सोमबार संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए, तर एमाले केन्द्रीय कमिटिको बैठकले आइतबारै राजीनामा गर्न उनलाई बाध्य बनाएको छ। माओवादीको समर्थनमा माघ 20 गते प्रधानमन्त्री निर्वाचित भएका खनाल 6 महिना 9 दिनमा शान्ति र संविधानमा कुनै प्रगति नभएको भन्दै प्रतिपक्ष कांग्रेस र एमालेकै नेपाल ओली समूहले खनालको राजीनामा मागिरहेको थियो। 16 साउनमा पत्रकार सम्मेलन गरी उनले 12 दिनभित्र शान्ति र संविधानमा प्रगति नभए राजीनामा दिने घोषणा गरेका थिए। सोही पत्रिकाले बल्खुमा चर्को विरोधपछि आइतबारै राजीनामा, सहमतीय सरकार बनाउन माओवादी पहल सुरु, बहुमतीय सरकारमा नजाने मधेसी मोर्चाको निर्णय शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। अबको सरकार हाम्रो माओवादी शीर्षकको समाचारमा कान्तिपुर लेख्छ, प्रधानमन्त्री झलनाथ खनालको राजीनामा पछि अब आफ्नो नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने माओवादीको दाबी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान मधेसी मोर्चा सहित बसेको 3 दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजन प्रक्रिया अघि बढाउन पार्टी तयार भएकाले उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सरकार निर्माणमा अब अन्य दल सकारात्मक हुनुपर्ने बताएका हुन्। कांग्रेसको पनि उस्तै कसरत अर्को समाचारमा सोही पत्रिका लेख्छ, प्रधानमन्त्रीको राजीनामा पछि कांग्रेसले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहल सुरु गरेको छ। कांग्रेस सभापति सुशील कोइराला र उनका केही सहयोगीले माओवादी नेतृत्वसँग आइतबारै यसबारे अनौपचारिक छलफल थालेका छन्। राष्ट्रिय सहमतिको सरकारका लागि शान्ति प्रक्रिया अघि नबढुन्जेल कांग्रेस नेतृत्व स्वीकार गर्न र त्यसपछि माओवादी नेतृत्वमा जाने बारे छलफल भएको हो। सोही पत्रिकाले 13 दिन मात्रै मन्त्री शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। किन आए किन गए पत्तै भएन शीर्षकको विश्लेषणात्मक समाचारमा नागरिक लेख्छ, प्रधानमन्त्रीका रूपमा झलनाथ खनाल किन आए र किन गए भन्ने इतिहासका विद्यार्थीले भोलि अध्ययन गरे भने निचोडमा पुग्न धेरै कठिनाई बेहोर्नेछन्। खनालको 6 महिने कार्यकालबाट कसैले केही हासिल गर्न सकेनन्, न उनकै दल एमालेले, न उनको आधार बनेको एकीकृत माओवादीले। उनको राजीनामा पछि एउटै शर्त भने प्रष्ट भएको छ, त्यो हो अबको निर्वाचनमा एमालेले प्रधानमन्त्रीको दाबी गर्ने छैन। सोही पत्रिकाले प्रधानमन्त्री खनालको राजीनामा, शान्ति प्रक्रिया बाजे आज संसदमा सम्बोधन गर्ने, ऊर्जा मन्त्री विष्टलाई अर्को सरकारमा पनि निरन्तरता माओवादी उपाध्यक्ष भट्टराई, नेपाली नामबाट भारतबाट कमसल पश्मिना विदेश निर्यात शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। समायोजनको प्रस्ताव प्रस्तुत शीर्षकको समाचारमा गोरखापत्र लेख्छ, शान्ति प्रक्रियालाई गति दिन सरकारको तर्फबाट प्रधानमन्त्री झलनाथ खनालले अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरूको समायोजन तथा पुनर्स्थापना सम्बन्धी प्रस्ताव मधेसी मोर्चा सहितको प्रमुख 3 दलको बैठकमा प्रस्तुत गर्नुभयो। प्रस्तावमा लडाकुको पुनर्स्थापना, समायोजन, मोडालिटी दर्जा, संख्या निर्धारण, पुनर्स्थापना, प्याकेजका सन्दर्भमा हतियार व्यवस्थापन र माओवादी वर्गीकरण लगायतका विषय उल्लेख भएको थाहा भएको छ। प्रस्ताव भने सार्वजनिक गरिएको छैन। सोही पत्रिकाले थपिने भए 5 संरक्षित क्षेत्र शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। पहिरोबाट 6 को मृत्यु शीर्षकको समाचारमा नेपाल समाचार पत्र लेख्छ, सोलुखुम्बु जिल्लाको चौरीखर्क गाविस 6 घाटमा शनिबार राति 9:30 बजे पहिरो जाँदा 6 जनाको मृत्यु भएको छ भने 4 घर परिवार विस्थापित भएका छन्। पहिरोले तेन्जिङ शेर्पाको 1 घर र कुमारी तामाङको 2वटा घर बगाएको थियो। एलजीसीडीपी को दोस्रो चरणमा दाताले सहयोग नगर्ने शीर्षकको समाचारमा कारोबार दैनिक लेख्छ, स्थानीय तहमा आर्थिक जोखिम व्यवस्थापन गर्न सरकार उदासीन भएको कारण देखाउँदै 14वटा दात्री निकायले सामुदायिक विकास तथा स्थानीय सुशासन कार्यक्रम एलजीसीडीपी को दोस्रो चरणका लागि 13 अर्ब रुपैयाँ सहायता उपलब्ध नगराउने भएका छन्। एलजीसीडीपी कार्यान्वयनका
क्रममा स्थानीय तहमा आर्थिक अनियमितताका थुप्रै प्रमाण फेला परेको र कार्यक्रमको आर्थिक जोखिम व्यवस्थापनतर्फ सरकारले ध्यान नदिएको भन्दै उनीहरू सहायता उपलब्ध नगराउने निष्कर्षमा पुगेका हुन्। यो कार्यक्रमलाई दाताहरूले 13 अर्ब रुपैयाँ भन्दा बढी सहयोगको प्रतिबद्धता जनाएका थिए। सोही पत्रिकाले सहकारी प्रति निजी क्षेत्र विभाजित शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। हवस् त आजलाई नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेप यति नै। nepalnews.com News from Nepal as it happens.